जय श्री सच्चिदानन्द सबैलाई। र अहिले म चाहिँ सिलगढी हंसबेला आश्रममा छु। अनि शुभ बिहान हजुरहरूलाई, गुड मर्निङ। साथै र यहाँ हंसबेला आश्रमको वरिपरिको है हाम्रो खेतबारी, जहाँनिर त अब आलु रोप्नु भनेर त यहाँनिर भनिएको छ। र यो चाहिँ हंसबेला आश्रमको वरिपरिको दृश्यहरू है। त्यो ठुलो आश्रम चाहिँ यो चाहिँ आश्रम हो हाम्रो। अन्त तल तपाईँहरूलाई अझै अगाडिबाट देखाउने छु हाम्रो श्री गुरु महाराजजीको आश्रम। धेरै राम्रो छ, धेरै सुन्दर छ। जहाँनिर चाहिँ समय समयमा है वर्षमा एकपल्ट श्री गुरु महाराजजी आउनु भएर सारा भक्तहरूको उद्धार गर्नको निम्ति है दर्शन दिन आउनुहुन्छ है। हजुरहरूलाई यो आश्रम देखाउने छु। आश्रमको भिडियो हेर्नुहोस् है। आश्रम त्यस्तो ठुलो छ, यस्तो दामी छ आश्रम हो। अनि हेर्नुहोस् दामी, एकदम ठुलो छ आश्रम। आश्रमको भिडियो, बाहिरको गेटहरू, किचन भयो।